आज फेब्रुअरी 15 गाइजहरू मेरो भान्जीको बर्थडे चाहिँ आज थियो। सानो भान्जीको बर्थडे अनि म भाइ बहिनी चाहिँ जान लागेको थिएँ भान्जीको सानो सेलिब्रेसनमा। भाइ र बहिनी चाहिँ हिँड्दै जान लागेको थियो। म चाहिँ साइकलमा सानो गिफ्ट किन्न जान लागेको थिएँ अनि म चाहिँ निस्किसकेको थिएँ। यसो हेर्दा साइकल फोहोर रहेछ अनि मैले चाहिँ साइकललाई थोरै पुछेँ अनि निस्किसकेको थिएँ म पनि सेलिब्रेसन गर्न। अनि म चाहिँ पत्रि चाहिँ गएको थिएँ सानो गिफ्ट किन्न भान्जीको लागि। अनि जाँदा चाहिँ उनीहरू चाहिँ वहाँ पुगेको रहेन भाइ बहिनीहरू। अनि कहाँ बाटोमा हराइरहेको थियो अनि म चाहिँ फेरि दिदी घर पुगेर पनि आएँ यिनीहरूलाई बाटोमा लिन। अनि फेरि घरमा फर्केपछि चाहिँ हामी चाहिँ डेकोरेसन गर्न लाग्यो। अनि भान्जी चाहिँ सुतिरहेको हुनाले भान्जी चाहिँ धेरै गेजु गरिरहेको थियो। अनि हाम्रो सानो साङ्मो भान्जीलाई चाहिँ उहाँको मम्मीले प्रोटिन खुवाइसक्नु भएको थियो। अनि उहाँ चाहिँ अब फ्रेस हुन सक्नु भएको थियो। उहाँको बर्थडे सेलिब्रेसन अब सुरु हुन लागेको थियो। अनि उहाँलाई चाहिँ तयार गरेर धेरै आत्ति राख्नु भएको थियो हाम्रो भान्जी चाहिँ। अनि हामीले चाहिँ उहाँलाई अब फर्स्ट टाइम स्विट खुवाउन लागेको थियौँ। पहिले चाहिँ कहिले उहाँले मिठो चाख्नु भएको थिएन, त्यही भएर उहाँलाई चाहिँ अब मिठो पनि खुवाउनु पर्ने हुन्थ्यो। अनि मेरो चाहिँ पुरा भोइस डाउन भइरहेछ यत्रो यहाँ भोइस ओभर गर्दा गाइज म त पुरा थाकिसकेँ होइन। अनि यस्तै गर्दै हाम्रो कार्यक्रम चाहिँ अगाडि बढ्दै थियो। अनि उहाँले चाहिँ अब मिठो खान सुरु गर्नुभएको थियो। अब केक काटेर उहाँलाई चाहिँ मम्मी र पापाले खुवाइसक्नु भएको थियो। अनि प्रत्यक्ष रूपमा यति धेरै अडियन्सहरू हुनुहुन्थ्यो, मतलब हाम्रो रिलेटिभ्सहरू। अनि मैले चाहिँ मेरो तर्फबाट मेरो सानो साङ्गो भान्जीलाई गिफ्ट थियो, मैले चाहिँ लगाइदिन मन थियो सानो गिफ्ट। अनि लगाइदिएपछि चाहिँ गाइज मलाई लगिनु भन्नाले मसँग चाहिँ अझै पनि थियो गिफ्ट मैले दिइसकेको थिएँ, अझै धेरै गिफ्टहरू गाइज होइन। अनि त्यही हो। अनि सबैले ब्लेसिङ दिइराख्नु भएको थियो हाम्रो सानो भान्जीलाई। अनि खाना खाने बेला भइसकेको थियो। अनि हामीलाई चाहिँ खाना ल्याइदिइसक्नु भएको थियो। अनि हामीले चाहिँ खाना फ्लेक्स गर्दै अनि त्यसपछि चाहिँ मलाई आफ्नो भाइले चाहिँ भिडियो रेकर्ड नगर्ने मलाई च्यानल देखाउनु भन्दै थियो। अनि मैले त्यसलाई ठेगाना लगाइदिएँ गाइजहरू। अनि यति भन्दै मेरो ब्लग चाहिँ एन्ड गर्न चाहन्छु। लाइक कमेन्ट सेयर प्लिज।